नमस्कार 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 मेरो अनन्य मित्र शिव शर्मा, म विनोद श्रेष्ठ। मेरो अहिलेको पछिल्लो चरणमा चाहिँ यो जुन व्यस्तता मेरो बढिरहेको छ त्यो व्यस्ततामा प्रमुख श्रेय र प्रमुख हात चाहिँ मैले मलाई दिन्छु। सो गाइज यो भ्लग चाहिँ हाम्रो कसैले जापानबाट हेर्दै हुनुहुन्छ, म चाहिँ जापान आउँदैछु। तिमी मात्रै बस्छौ यो मुटुमा, याद यादमा तन मन जल्छ, ए छुट्ने कुरा नगर, ऐ सानो तिमी छौ मुटुको यो ढुकढुकी चल्छ। चिसामा मिल्छ अरे। ओहो नमस्कार 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 आज 3 महिनामा हाम्रो विनोद सर आउँदै हुनुहुन्छ। घरतिर 3 महिनामा हाम्रो एलना सिस्टर चाहिँ खुट्टा ढोमा बिचार 3 महिनादेखि कोरेर बस्नु भएको छ। श्रीमानसँग भेट पहिलो भेट हेर्दा खुट्टा नदिकन टाढा हुनुभयो, तै पनि उहाँ झुकिरहनु भएको छ बिचरा। उहाँले झ्यान्दाखेरि उताबाट फर्किनु भयो। चिसामा मिल्छ अरे। म जेठी हो, मैले पहिला ढोक्छु अनि बल्ल आफूले ढोक्नु। ल हुन्छ त। कति हारालुस बिचरा तनाव। उहाँ चाहिँ कतिखेर अर्कै सहरमा। अस्मिताको फेरि उहाँ अम्मा चोर्न जाँदाखेरि टाउकोमा घाउ भएको। ए अम्मा चोन जाँदा पो हो। होइन अब अलिकति लडेर चोटपटक लाग्यो। यहाँहरू सम्पूर्णले टुरिसियल हेरेर माया गरिदिनु होला। जो जहाँ जहाँ हुनुहुन्छ कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। अनि सागर यो कहिले आउँछ यो भ्लग? यो आइस हजुरले सम्बन्ध मतलब आउँछ 2-4 दिन भित्र आउँछ। नै सक्छ भोलि आउँछ होला। ए सो गाइज यो भ्लग चाहिँ हाम्रो कसैले जापानबाट हेर्दै हुनुहुन्छ, म चाहिँ जापान आउँदैछु। सर्वप्रथम हाम्रो दिदी सिस्टरलाई धेरै छिटोभन्दा छिटो इङ्ग्लिस न्यु इयर मनाउनलाई। हजुर सो जापान नेपालीभाषी जति पनि हुनुहुन्छ सबैलाई चुले निम्तो। हामी जापानको विभिन्न सहरमा प्रोग्राम गर्न आउनेछौँ। जता जता टाइम मिल्छ त्यतै पाइ पर्छ त्यतै आइदिनु होला। भेटघाट पनि हुन्छ, चिनजान पनि हुन्छ। त्यो जापानमा कोकालाई के पठाउन मन छ एल्नालाई पठाइदिनु है। मेरो दाइहरू हुनुहुन्छ त्यहाँ सागर दाइ, के पठाइदिनुहोस्। अहिले यहीँ छ मान्छे प्रत्यक्ष रूपमा 17 प्रो मेरो मलाई पठाइदिन्छु भन्नुभएको छ। मेरै छैन 17 प्रो सागर दाइ दुइटैले के पठाइदिनुहुन्छ? ल है गाइस, एल्नाको एड्रेस दिएर पठाउँछु है त। ल एड्रेस दिएर पठाइदिनु, नम्बर पनि दिएर पठाइदिनुहोस् र जहाँसम्म लाग्छ उहाँहरूले पनि हजुरको एड्रेस दिन भन्दा पैसा दिएर पठाइदिनु कि मैले किन ल्याइदिन्छु। पैसा पठाइदिए नि हुन्छ दादा, यहीँ किन्छु नभए। ल ल ल सिसा धेरै बताइ छ। खोइ खुट्टा ल्याउनु। खुट्टा त मैले शिव शर्मा मेरो खुट्टा छोड्दा मलाई पाप लागिहाल्छ। कि बाहिर लक गर्नु छ र यत्रो टाइममा घर आउँदा पनि यार केही टाइममा वास्ता छैन। अहिले त सुटिङ सुरु भइसकेको छैन। भइसक्यो। त्यसपछि तपाईँलाई देखेको ओ के खानु त जाँड? हजुर छ्याङ खाइरहेको छु। गाई चाहिँ है त्यो चाहिँ बिचरा ताप पनि खाइरहनु भएको छ चिसोले बिजो भएर। तपाईँले अलिकति मेरो माया गरेका मलाई केयर गरेका तातो पानी खान पनि जरुरत हुन्न थियो क्या। हाम्रो तहल्का.com नामै काफी छ। दादाको यस्तो 2-23 पुरानो हिस्ट्री यसो सुनौँ। त्यसो टाइम अलिकति ब्रेक भएको टाइममा हामीले यो तपाईँले सही समयमा एकदम क्यामेरा अन गर्नु भएको छ। सर्वप्रथम त उहाँको च्यानललाई सब्स्क्राइब गर्नु। अनि त्योभन्दा सर्वप्रथम सम्पूर्णमा नमस्कार होइन। मेरो अनन्य मित्र शिव शर्मा, म विनोद श्रेष्ठ।
मेरो अहिलेको पछिल्लो चरणमा चाहिँ यो जुन व्यस्तता मेरो बढिरहेको छ त्यो व्यस्ततामा प्रमुख श्रेय र प्रमुख हात चाहिँ मैले उहाँलाई दिन्छु। होइन आफ्नो आफ्नो भाग्य हो। यस्तो हो, काम मैले गरेँ आफ्नो ठाउँमा छ, तर पनि हुन्छ नि जस्तै खाना त चपाएर मैले खाने हो, मैले दिने हो, तर पकाएर दिनु र खानुपर्छ नभए बिरामी हुन्छ भनेर सम्झाउनु पनि त ठुलो कुरो हो नि त। अनि त्यो काम चाहिँ उहाँले गरिदिनु भएको छ। पछिल्लो समयमा चाहिँ कस्तो भयो भने जब कोभिड सकिसकेपछि एकदमै अब सबैतिर निराशाजनक समय थियो। त्यो समयमा चाहिँ म पनि एक प्रकार निराश नै भइरहेको थिएँ। अब विदेशतिरै पलायन हुनुपर्छ कि भन्ने पनि चाहना बढिरहेको थियो। इभन यहाँसँग प्रोसेस पनि गरिरहेको थिएँ। त्यस्तो पिरियडमा चाहिँ उहाँले एक्कासी मलाई कल गर्नुभयो र टुरीमा अफर गर्नुभयो र टुरी सिरियलमा उहाँले बोलाइसक्नु भइसक्यो, खेल्नलाई बोलाइसक्नु भइसकेपछि गरौँ कि नगरौँ भनेर दोधारमा पनि परेँ म। र त्यो अब तर यस्तो तरिकाले उहाँले कन्भिन्स गरिदिनु भयो कि म गर्न बाध्य भएँ। मेरो मनसाय नै एकदम परिवर्तन गरिदिनु भयो उहाँले। त्यसले गर्दाखेरि उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। आज यो मेरो व्यस्तता जुन भइरहेको छ, व्यस्तताको समय जुन छ, यो सबै उहाँको कारणले हो। हजुरको भाग्य हो। एकदम मेरो हामी मिल्ने साथी भएर एकअर्कालाई सहयोग गरेको। र मलाई पनि म जब नृत्य निर्देशक हुँदाखेरि विनोद सरले पहिलोचोटि बोलाएर मलाई सम्मान गर्नुभएको। त्यसपछि मैले धेरै सम्मान पाएँ होइन, कति सम्मान पत्र कहाँ गएँ, तर तपाईँले दिएको अहिले पनि मैले झुन्डाएर राखिरहेको छु। सफलता सम्मान 2068 सालमा। त्यो चाहिँ मैले कस्तो थियो भने त्यो सम्मान प्रोग्रामको चाहिँ हाम्रो मेन उद्देश्य के थियो भनेदेखि म त्यतिखेर एकदम म्युजिक भिडियोमा व्यस्त थिएँ होइन। म्युजिक भिडियो व्यस्त हुँदाखेरि मेरो दिमागमा एउटा कन्सेप्ट आयो कि 50औं म्युजिक भिडियो नागिसकेको थियो मेरो होइन। मैले 50वटा म्युजिक भिडियो नागिसक्यो, मैले के न के त गर्नुपर्छ, किन यो 50वटा म्युजिक भिडियोबाट मलाई परिचित बनाउने व्यक्तिहरूलाई त मैले सम्झिनुपर्छ, मैले केही गर्नुपर्छ भन्ने मेरो मनमा आएकोले गर्दा 50औं म्युजिक भिडियो चाहिँ पुरा गरेको उपलक्ष्यमा चाहिँ मैले म्युजिक भिडियो खेल्दाखेरि 50वटा म्युजिक भिडियो खेल्दाखेरि जतिजना डिरेक्टरहरूसँग मैले काम गर्थेँ सबै डिरेक्टरलाई सम्मान गरेको थिएँ। त्यही परिपाटी त्यो बेलाको मेरो त्यो जुन म्युजिक भिडियोको परिपाटी जुन मैले गरेको थिएँ त्यही कन्सेप्टमा म फेरि सिरियलमा पनि गर्ने तयारीमा छु होइन। अब अहिले मेरो सिरियल भनेको 44वटा पुगिसकेको छ। 50वटा नागेपछि अब 6वटा भनेपछि फेरि एकचोटि सम्मान गर्ने अवसर आउनुभयो। अनि विनोद सर र मैले एउटा गीत गरेको थियौँ, त्यो गीत चाहिँ हाम्रो जीवनमा कोसे ढुङ्गा पनि भयो। हामी गायककार होइनौँ तर पनि हामी गीत गुनगुनाउँछौँ। यादमा तन मन जल्छ, हे छुट्ने कुरा नगर है सानो, तिमी छौरा चौटुको यो ढुकढुकी चल्छ। आदिबाट एकचोटि गाइदिने यो चाहिँ ए आत्मासँग कसरी छुटुमा, कसरी छुटुमा, तिमी मात्रै बस्छौ यो मुटुमा, यादमा तन मन जल्छ, हे छुट्ने कुरा नगर है सानो, तिमी छौरा चौटुको यो ढुकढुकी चल्छ। यो गीत त एकदम राम्रो गीत, धेरै सुनियो दादा। जे भयो नि हामीले चाहिँ हजुरलाई अब माने लोकगीतमा हामीले प्रायः देखिरहेको हामीले म्युजिक भिडियोमा होइन, तर सिरियलमा पनि देख्न पाउँदाखेरि सर्वप्रथम हाम्रो शिव सरलाई धेरै धन्यवाद, किन हजुरले उहाँले गर्दा हजुरले हामीले देख्न पायौँ, भेट्न पायौँ। र सँगसँगै मैले सुनेको फिल्म पनि एउटा के कहानी छ र हजुरको भन्ने सुनेको थिएँ क्या फिल्मको। अब आउने आगामी प्रोजेक्टहरूमा के अगाडिको उहाँसँग मैले एउटा मुभीमा पनि काम गरेको थिएँ, तहल्का.com भन्ने। त्यो पनि त्यसको पनि एकदम गजब कहानी छ। सुन्नुहोस् है, कस्तो भयो भने उहाँसँग त मैले म्युजिक भिडियो मात्रै गरेँ होइन, अनि म्युजिक भिडियो त्यो बेलामा एकदम व्यस्त थिएँ, म्युजिक गरेँ। अनि हामी तहल्का म भन्छु अलि मजा आयो यतापट्टिको पाटो। अनि तहल्का.com को मिटिङ भयो। अनि त्यसपछि पूर्वेली छिटो एकदमै राम्रो क्यारेक्टर थियो। अनि क्यारेक्टर भएपछि अनि त्यहाँबाट विनोद सरलाई राखौँ भनेर हाम्रो डाइरेक्टर साहब हुनुहुन्थ्यो दिपक परिगुटी सर, मैले एसिस्टेन्ट गरेको त्यसमा। अनि मैले विनोद सरलाई राखौँ भन्नु, ल कल गरौँ भनेपछि अब हामी त साथीहरू मैले फ्याट्ट फोन गरेँ। अनि फोन गरेर विनोद सर ल तुरुन्त भेट्नु पर्ने भयो भनेको, अहिले तुरुन्त त भेट्न सकिन्न, म कहाँ छु, म तिनकुनेमा बाइकमा फर्किँदै छु भन्नुभयो। अनि होइन जे भए पनि तुरुन्तै भेट्नु पर्यो
भनेपछि अनि उहाँले सोध्नुभएछ फेरि यसले एउटा राम्रो म्युजिक भिडियो लिएर आयो भनेर सोध्नुभएको थिएन अनि टक्क अफिसमा आउँदा त सरप्राइज मैले चाहिँ म्युजिक भिडियोको लागि कल गर्नुभयो होला फेरि कुन त्यही म्युजिक भिडियोमै काम गर्नको लागि होला भन्ने ठाने पछि उहाँले म फोनमा भन्नु भएन मुभी भनेर ए फोनमा चाहिँ भन्नु भन्नु भएन सस्पेन्सै राख्नुभयो अनि खालि भेट्नुपर्ने छ मात्रै भन्नुभयो अनि मैले चाहिँ दुईवटा कुरो गरेको थिएँ कि त हामी चिया कफी खानालाई भेट गर्न खोज्नुभयो कि होइन भने भिडियोकै लागि होला भन्ने ठाने अनि पुगेको त बागुजरमा म पुगिसकेपछि त मुभीको लागि साइन गर्नुहोस् भन्नुहुन्छ म त सक्ट भइहालेँ एक्कासी मुभी अनि म एकदम खुसी भएको थिएँ त्यो खुसी पनि उहाँको खुसी त्यतिखेरको खुसीमा पनि उहाँको हात छ र अब सानो घोषणा जस्तो पनि होइन र अब अझ 2-4 महिना त हामी अलिकति आफ्नै उमा पनि छौँ त्यसपछि फेरि हाम्रै टिमले पनि एउटा मुभी लिएर आउने भन्ने चाहिँ प्लान चाहिँ हामीले गरिरहेको छौँ अर्को वर्षतिर एउटा चाहिँ मुभी राम्रो टच्ची टाइपको मुभी लिएर आउने भन्ने प्लानमा छौँ हेरौँ अब कतिसम्म हजुरको माया साथ सपोर्ट हजुरलाई धेरै होला हाम्रो टोरी टिमले फेरि हामी मुभी पनि हजुरमा माझ ल्याउने तयारी गरिरहेको छ तपाईँहरूले साथ दिनु होला एकदम हजुरलाई धेरै धन्यवाद सागर गिरीको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला हस् थ्याङ्क यू